39 वर्ष टिको अनि कति भयो पैसा पाउँदा लु एउटा घडी लाउन जान्दैन एउटा स्याखेको त्यो कसको घडी फुका मेरो घडी हो क्या कुन यो गाला फुट्ने गरी भाइ आइज त बाबा र म 45 गइसक्यो 11 बजे त्यो मेरो घडी ल्याइदिएको टेबलमा सकालो घडी नभए त लाउन दिन्न कति ज्ञानी छ हाम्रो तँलाई अहिले म एउटा बिस्कुट ब्याङ्गै दिन्छु भाइलाई छेकोली दाइ भाइलाई तँलाई अमलरै बस्छ अनि दिदी म पहिले बुवा बाबालाई बुवालाई लाइदिन्छु अनि त्यहाँबाट उ गर्छ छेकिसकेपछि एकैचोटि लाइदियो एकैचोटि लाउन के किन पालो गर अलु छेक छेक दाइ भाइले छेक पानी सबै कुरा हालेछ दाहिनेपट्टिबाट छ के भाइले खोइ भाइले बोल पहिले दाइ भाइलाई छेक्नु अनि त्यहाँबाट दिदीले छेक्नु अनि एकैचोटि टिको लाउने हो फेरि बाउलाई छेक्नु हुँदैन अलि ओराम बस्छ नि अलि अलि ओतिर बस्छ दाइ उठो बस दाहिनेपट्टिबाट यतैबाट उँधो फ्याँक्नु सोच्छ पहिले तेलले छेक्ने हो तेल सेल सब मिसाएछ ए हो उँधो फ्याँक्नु हो अनि त निउरी न निउरी त अलि घुमेर ढाड दुख्छ पर्दैन तीनचोटि बनाऊ हो तँलाई गर धार देऊ उँधो सट्ट हो त्यसरी ए जम सारेको त पहिले ओखर यहाँ सारे पैसा छ ओखर ओखर पहिले छोरा उँभो राख्दै फुलबारीमा दाइलाई भाइलाई एकैबाट बनाएको पहिले दाइलाई छ शिरमा अनि कुमकुममा बुढा बुढा ऊ माथि राखिदे देऊ भाइ उ त मोबाइल ल्याएर म फोटो फोटो खिचेन ले मेरो यस्तो मोबाइलमा हाल्छ भन्दा मेरो उहाँबाट अब जम नसारी छेक्नु हुँदैन अब छेक फुइ अब पानी सक्नु फेरि पहिले भाइलाई गर्छ होइन ए लु अब छेक फुइ जम नसारी हो नि त बिर्सिन्छ क्या बेला बेलामा कपीमा टिपेर त गरेछ र भट्याउनु दिए जस्तो टिपेर भट्याउन दिनुपर्छ नि यसलाई कति गर्छ त भन्दा नि ठ्याक्कै टाइम भयो कतिचोटि भयो तीनचोटि बनाउनु पर्छ अब तेलले छेक तेल कान्छी दिदी त्यहाँ नछेक्दिनु न तपाईँले त्यहाँ क्यामेरा ठडेर त छेक्दिनु बिर्सेँ मैले नि भन्न बिर्सेँ त्यता जानु ठिकै छ, ठिकै छ। हो त्यहाँ चाहिँ तेलले त त्यहाँ हालिरहेको छ तेल त मैले त पानी भइहाल्थ्यो नि हुँदैन उँधो फ्याँक्नु अनि फेरि अलि छिटो कुद्न पुलिसमा जारी खाने भने चाहिँ लथक्क लथक गर्छ यी यो छिटो कुद्दिने होइन हेरेर बस्ने हेर लु पुगो अब टिको लाउनु थाल पुज्ने पहिले अहिले सहयोग गरौँ न बुझ्यो यता राख्न सबै गर्दा भयो नि अब पुज्न पुज हुन्छ लु तिमीहरू नउठ न उठ अलि उभो सरौँ त्यही लु लु भो 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 छेकेपछि निक्लिनु हुँदैन लु जानु तपाईँ ऊ त्यहाँनिर बसेर अन्त त्यहाँबाट बाबुलाई मात्रै छेक्नु तपाईँ बाबालाई मात्रै बोल्नु दुईजना बस्नु पर्यो म बिचबाट काटिनु पर्यो बिचबाट ननिक्लिनु ननिक्लिनु अलि माथि सर दाजु हामीले अलिकति भए भइगयो नि त्यो भित्रका सामानले पनि गयो नि खुइकी भएर के हो अनि यहाँ फोटामा राम्रो आउँछ त्यता राख हालो नि पहिले चाहिँ ओखारले राख्न मिलेछ किन छोपेको हो मैले भाग्छ भनेर छोपेको हो अहिले फुटिरहेको छ फुरुटी नभएका नि त उता रगत राखौँ हो अनि काम पाउँदिन मलाई त्यत्रो भट्या
भुटेको पनि त्यो बिर्सिन्छ ठिकै छ त त्यो पिइरहेको अब यी भाइहरूलाई के भन्नु भाइहरूलाई भरलाई छेक्नुहुन्छ तपाईँले हुन्छ ए भइहाल्छ दिदीले त भइहाल्छ नि हामीले मैले पर्दैन यताबाट होइन दाहिनेपट्टि दाहिने दाहिने त्यत्रो गुन्द्री छेकिरहनु पर्दैन कता छेक्नु वर्ष दिनमा छेक्नुपर्छ बनाउनु पानी सक्यो किन सक्दै सकिहाल्छ भरलाई हुन्छ क्या फुपूले छेक्नु हुन्छ फेरि अर्को तिमी लगिन बिर्सिरहेको छ घरि करा गर्छ भने कुखुरालाई त दाउ पर्यो खाउँ ओके भयो पुग्यो तिनचोटि पुग्यो र पुगो बिर्सिनु हुन्छ गर्नु किन बिर्सिँदैन सल्ट राखेर गर्छु भइगयो त दल्दै जान्न दल्नु न दल्नु पो पर्छ सुरुमा दल्न भइहाल्छ दिनमा भइहाल्छ दुईचोटि भयो तिनचोटि भइसक्यो भयो लु बुझ पनि आइज लु ल आइज बाबाको बस्न लु एकैचोटि लाउन थाल्नु क्या दिदी बहिनीले सबै भाइलाई सबैले लाउँदा थाल्दा भयो त्यो निको पनि पर राख्नु नि भन्छ ऊ माथि लगाएर राख्नु लु दाइलोहरूलाई पुस्छ घोडा पोज कोन पहिले पाए सेतो लाने त सेतो हुन्छ जमिहाल्छ एकैछिनमा जम्छ तेल हालेर अनि मैदा चामलको मिसाउन त्यतिकै धेरै पनि फेरि थोपा हुन्छ क्या उम्लाले चाहिँ लाउने त्यसले हुँदैन त्यस्तो उम्लाले सलसल बनाएर हातले मिच्न उम्लाले अनि उम्लाले लगाइदिनु सलल उँभो लाउनु त पानी हाल्न त दुईचोटि हाल्नु हुँदैन क्या त्यो मिचिँदैन भइगयो नि किन चाहिएर अलिअलि पिछे लाउनलाई हो तेल छैन पानी आउँछ तर अब केही हुँदैन अलिकति चामलको पिठो कस्तो हुँदैन त्यही ए अरू सबै त्यो लानुपर्छ सबै लाउने हो क्या ल थोपा हुन्छ कि उसले लगाइदियो अर्कोले कपाल त्यसै यसले लाउँदैन हुन्छ बुझ्नु सजिलो चाहिँ यसले दिन्छ सप्ताहसँगले फ्यात्ता परेको होइन सिधा राम्रो यसले हुन्छ नि सिधा लैजान माथि थोपा चुन्छ राम्रो लगाइसकेपछि भन्दैछु अहिले त एकचोटि लैजान भनेको अरे म ल अहिले तँलाई म उसेल लाउँदैन हुँदैन क्या त्यो पातलो छ पातलो भन्छ नि अब नरिखा हो पातलो भयो
सिधा भयो त सिधा भयो पातलो भयो क्या अलि पातलो उयो के के चोरो चिर क्या एकचोटि मात्रै लाउने हो हुन्छ एकछिनको म ल्याउँछु हुन्छ लाउनु हुन्छ त्यही पहिले त्यो चामलको पिठो राख्न पायो भने यसरी बग्दैन थियो भाइले पनि त्यसै गरी लगाइदियो सिधा होस् चुहेर पुछौँ के गर्नु छाडमुडे हो अब यति लगाएपछि अर्कोचोटि लाउने नि होइन क्या भइसक्यो लाउँदा के गर्नु सिधा त पार्नु सिधा त पर्यो हो ल त्यही फोटो छोड्नु बस हो ठिक छ त अन्त पछि पुस्ता भइगयो पुस्दै भाइको उसले सिधा नाकादेखि पातलो भयो अलिकति पातलो हो ठिक्क छ है हो हो भयो ठिक छ, अब अरू टिको लाउँदाखेरि ठिक्क हुन्छ अहिले पछि त्यही अड्का लिएर गर्नुपर्छ अरू टिको लगाइ अब थप्नु पर्दैन ठिक छ। कपाललाई अघि हुँदैन भनेको अहिले पानी हेर ल माथिसम्म छ होइन नाकै भाँचिने गरी त्यसरी गरेपछि त कहाँबाट भयो त बिस्तारो पुस्नु न होइन घर त घर क्या सेतै हो। यसले जस पनि दिँदैन दल उँभो चाहिँ नदल अठ्याउँछ क्या हुँदैन एकैछिन भइसक्यो, अब ठुल्ठी लगाइहाल्ने त्यो थोपो चुन्छ हातमा नछुवा सलक भइसक्यो त लगाएको छैन पहेँलोको चाहिँ कपाल अलि उता पनि छैन भाइ अलिकति सेतो भयो भनेदेखि क्लिकट अरू लाउँदा टल्किहाल्छ नि अलि सिधा पार पनि आउँदैन हातमै के लाग्यो लु भयो भयो अर्को ला अब अरू लाला भो भाइको पनि नाकातिर छ अब लगाइदिनु दिदी लगाएपछि ठिक्क भयो एक कान्छा पनि भयो जान्दैन है ठिक्क हुन्छ सरल पानी हो के भन्यो लु भो कान्छा पनि राम्रो भएछ लु भयो लाग्यो यत्तिकै ए होइन यो उकाइदिएको प्लास्टर गरे जस्तो भयो प्लास्टर अब लाग्दैन सकियो छोड्दैन लु जब लान सबै लाउन पर्छ लगाइदियो मिलाएर हो त थप्पा बिच बिचमा राम्रो बनाएर लाऊ न यसो एकछिन त हो नि टुप्पो होला नि के हो कान्छाको त कति राम्रो देख्छ हो ए टाँसिँदैन अहिले काटिँदैन अहिले सेतो चोक्दै त्यो लाउँदै गर्नु दिदीलाई दिनु होला नि ए सही हुँदो रहेछ लु यतिकै ठिक रहेछ कति राम्रो लाग्यो ए अर्जुन पनि उडिरहेछ माथि सिरानमा एउटा रातो लगाइदिएको नि बिचमा रातो फुलाउनुपर्छ रातो धराको माथि सिरानमा थपिदिनु बिचमा एउटा रातो थपिदिनु उन्ना हाल्छ त्यो कलाई छ उता पुग्यो त्यो माथि चाहिँ फुलेन क्या बिचमा रातो हाल्नुपर्छ त्यो बिचमा हाल्दैन पहेँलाको र हरियाको माझमा रातो बिचमा अब त्यो बिचमा एउटा निलो कुन लगाइदिने पहेँलो कलर जुनमा राखिँदै लगाइदियो मिलाएर लगाइदिने भाइले माथि लगाइदे एउटा रातो लगाइदे त्यो झिल जुन जुन लगाइदियो निर थाप्न छोड्दैन रातो लगाइदिनु पर्दैन सिरानमा बिचा बिचामा रातो त लागेर हिँड्छ अलिक फुलेकै छैन लागिरहेको छ लाउनु रे रातो त लाउनु पर्यो माथि सिरामा ए जोड भाइले म खान्छु अन्त
भाइलाई एउटा चिकन थपिदिनु न काट्न नि छोटै बनाएर लाउनु सक्छ थाहा पनि ठिकै छ आफूलाई जस्तो मलाई पकाएर लाउनु कान्छाले रोजेको माला ल्याइदिस् त त्यो ढोकामा होइन लगाइदिनु भाइलाई लगाइदियो पहिला दाइलाई ल भाइलाई यो त भाइको फोटो रहेछ यो त पहिला दाइलाई लगाइदे मलाई लगाइदिनु मालै लाउनु त हो मलाई लगाइदिनु लामै लगाइदिनु उँभोबाट उँधो झार्ने होइन क्या बुढी होइन अलि जसरी भयो हो दिदीले बुझी जान सके छोड्दैन उँधोबाट चाहिँ उँधो उँभोबाट लायो नि उँभोबाट लायो नि उँभो कुरो हो नि उँभोबाट उँधो चाहिँ नझार्नु कसले भन्यो जहिले उँधोबाट उँभोबाट उँधो नझारी दमे छ यहाँ दलेको मैले ओह्रालो नझार भाइ दमे छ है लगाइदिनु म रातो लगाइदिन्छु ओह्रालो चाहिँ नतान्नु अरे उँभो लगाइदिनु अरे टिको लाउँदा त्यही त एउटाको मात्रै बिस्केट थाप्न हान्नु न एउटाको एकै खेप छाप हान्नु लगाइदियो सबै लाउनु पर्यो नि नगर उँभो खाएर बस्छ नि त लाउनु पर्यो एकचोटि लड एउटा हान्नु अर्को सबै लाउने कुरो के हो सात रङ्गी सप्तरङ्गी सप्तरङ्गी भनेपछि एक ठाउँ मात्रै है क्या सबैतिर लाउनु व्यक्ति है सेतो लगाइदिनु त्यो तर सेतो लगाइदिनु पहेँलो लगाइदिनु त झिल्लीले लगाइदिनु झिल्लीले लगाइदिन्छु टर्कीपछि उडा दे न दाइ भाइलाई भाग तैँले दिँदा हुन्छ त हेरेर बस्छ हेरेर बस्नु भाइ अघिदेखि लम्बेको दे न एउटा फोटो लिएर न फोटो मोबाइलमा पछाडि हेर्नु त उता फर्केर एकचोटि हाई गरिदिनु एकचोटि मलाई अर्कै छ भाग भयो नि जुन लगाए पनि ओखरको दिउँ खान्दिनस् अलिकति मुलामा हाल्दैन हो अघि नै खाइसक्यो भोलि खायो दिउँ चाहिँ खुवाउने हो क्या दिउँ खुवाउने हो जिका छोरे मलाई मेरो भाग यी अलिकति बदाम त खुवाउनु पर्छ नि त्यो खानु त्यो भन्दा अर्को भाग पनि खुसी हालेको टिका लगाइदिनुपर्छ दुनियाँमा अनि लगाइदिनु भने त काम बस्नु ल तपाईँ यता यहाँ आउनु बहिनी पनि आइज आइरह बहिनी बहिनी दुईजनाले लाने यता फर्केर एक एकवटा थपन बहिनी ए बहिनी टिका लगाइदिनुपर्छ सबैले लगाइदिने सबै लगाइहाल्छ आइज सबै ल्याउनु भने नि यहाँ बस्छ छिटो लाउनु त्यही हो यो धेरै दुईजना भयो हो टिको लाइन यो उता राख्नु न अहिले उतै राख्नु सेतो लगाइदिनु सेतो लगाइदिनु हुन्छ म माला कहाँ छन् माला माला हुन्छ दोकान दिएर जमी जान्छ भोलि
थपिहाल्नु अहिले होइन होइन त्यसो भइरहेको पुग्नु पर्दैन कि अहिले के भइरहेको पुग्नु ए यहाँ लताको घर छ एउटा नाइले हो त्यही गइगयो माथि लगाइदियो हो त्यो कहाँ चाहिँ लगाइदियो एउटा त्यो पहेँलो लगाइदियो अलि माथि ल्याउँथ्यो पुस्ति यो त बिस्तारै पुस्दैन बिस्तारै मेरो अघि झन्डै त गरिदिनु भएन उहाँ खिचेर पहेँलो यो सेतो लगाइदियो त बुझ्दैन नि उसले ल्याइदिनु क्या के अरे यसको बाटोले रुई त रुई चाहिँ घुमाएर छोरीहरूलाई एक एकवटा के गर्नु थाल्थ्यो हरियो लगाइदिएर आएको चाहिँ हामीलाई त्यसरी लाउनु पर्यो नि त दामी एकदम किटाम बनाएको छ हुँदैन ड्याम ड्याम भनेर के कस्तो राम्रो खुलेको छ अहिले यहाँ सबैजना फोटो खिच्यो यति राम्रो कस्तो राम्रो पहेँलोको यहाँ छ तिर नगर्नु काम साल लाग्यो झिलझिले हो त माथि लगाइदिनु यो बोल्नु सबैले भइसक्यो नारा लगाइदिनु मानलाई के नदिदिनलाई ल बुझ्ने मानलाई भात खुल्ल्याएर एक गिलासमा देउयो एक गिलास हालेर होइन हामी खाइहाल्नु आउँछ नि त बल्छीको बस्नु आइज न यहाँ बस्नु न एउटा फोटो लिन्छ आफै आउँछ क्या सबै बसेको कसले खिच्न जान्छ लाइन लाएर बस्नु यता आउनु न बाबु लाइन लाएर बस्ने हो यसरी बस्नु भाइ पनि यता आइज अलिक उँधो तर आउँछ त भाइ त आइहाल्छ अन्धकार एकछिन भयो